हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई अर्चना राईको युट्युब च्यानलमा। फेरि पनि हजुरहरू सामु आइसकेकी छु, स्वीकार्नुहोला भन्न चाहेँ। अन्त आज चाहिँ के विषयमा भिडियो लिएर आएकी छु भन्दाखेरि तपाईँहरू सामु म चाहिँ आज मकैमा मल लगाउने, यानि कि खेतको मकैमा मल लगाउन चाहिँ एकदम ढिला भइसक्यो। धान चामल पनि आइसक्यो। धान चामल हो कि धान चामल हो, जे जसो भनेर बुझ्नु होला हैन। जे भने पनि कुरो एउटै हो। अन्त अहिलेको दृश्यहरू पनि हेर्नु होला है। ल पानी पर्न लाग्यो, हेर्नुहोस् धुम्म धुम्म भएको अवस्था छ, हेर्नुहोस् है। अनि यो लसुनहरू चाहिँ हाम्रो बारीमा फलेका लसुनहरू हुन्। यी लसुनहरू हेर्नुहोस् है। यहाँ दुई खाले लसुन छन्। यहाँ एक खाले यो प्युर लोकल, अनि फरक किसिमका लसुनहरू पनि छन्। हेर्नुहोस् है, लोकल भन्दा अलिकति फरक। यो विकासे पनि होइन। विकासे भनेर मल लगाउनको लागि म चाहिँ यहाँनिर अब पिना र युरिया मल मिक्स गर्छु एक ठाउँमा। हेर्नु होला है त, कसरी मिक्स गर्छु म तपाईहरुलाई देखाउने छु। अब चाहिँ म पिना र युरिया मिसाउँदछु। गाइजहरु अस्ति पोरी पिस्न गएका थियौँ नि उत्तरपानी। त्यो भिडियो पनि हजुरहरूलाई मैले देखाएकी नै थिएँ। ल हेर्नुहोस्, यसरी मिक्स गर्नुपर्छ हैन। पिना र म हेर्नुहोस्, सरीबरी पार्नुपर्छ अनि यति लाउनुपर्छ। हेर्नुहोस् है, यति हेर्नुहोस्, यसरी मिसाउनुपर्छ। यो पिना चाहिँ मल हुने रहेछ क्या, मलाई त थाहा पनि थिएन। हाम्रो आमाले सासूले सिकाउनु भएको क्या। यो यहीँ आएर सिकेको मैले चाहिँ जस्तो लाग्छ कि अब मेरो मावलामा पनि बजी मम्मीहरूले लाउनुहुन्थ्यो कि पहिला, त्यो चाहिँ थाहा भएन। केटाकेटी नै थियो, थाहा नहुन पनि सक्छ। यस्तो ल हेर्नुहोस्, यस्तो के यसरी। यो पनि मलै हो, गत सालको हो। यो चाहिँ अलिकति थियो, पुगेन भने यो पनि लगाइदिनु पर्छ। मकैमा मल लगाउन आँटेको है। हेर्नु होला, म हजुरहरूलाई देखाउने छु है।
मल खनाउँदैछु तगारीमा। ओ माई गड, भुइँतिर खनिन्छ जस्तो बर्बाद हुन्छ त। चर्को छ भिडियो बनाउँदै काम गर्नु पनि। ल साथीहरू यसरी लाउनुपर्छ है। यो सानो बोटलाई त नहालौँ होला, काम छैन लगाएर। ल हेर्नुहोस् है, मल लगाउन सुरु गरेँ मैले। हेर्नुहोस्, सिरानको गरा लगाइसकेँ। हेर्नुहोस् है, पर आली छ। आलीदेखि यता एक थोक्टा एक आँठा, यो आली भन्छ नि त यसलाई। अनि आलीदेखि यता एक आँठा, आलीदेखि उता अर्को आँठा। दर्शकवृन्दहरू, मैले चाहिँ मकैमा मल लगाइ पनि सकेँ होइन। अहिले लगभग साँझको 6:30 भइसक्यो। हेर्नुहोस्, तलसम्म मैले लगाइसकेँ। अहिले भर्खर लगाइसकेर घर गएर मुख धोएर हात गोडा धोएर अनि सबै यता घाँटी साँटी सबै धोएँ, कान सान होइन। यस्तो तालुहरू सबै भिजाएर शीतल भयो, पुरा गर्मी भइरहेको अवस्था थियो। अनि दिउँसो चाहिँ म पुरा यति अनुहार मात्र देखाउँछु नि त, घामले डढेर गाइजहरू कालो कालो भइन्छ नि त। सो त्यही भएर म चाहिँ जहिले सेभ गर्छु आफ्नो बडीलाई सकेसम्म चाहिँ होइन। कति देखिएकी छु हौ गाइजहरूमा, हेर्नुहोस् है। पहिला पहिला तनाव स्ट्रेस हुँदाखेरि होइन, पुरा दुःख पीडा चिन्ता हुँदाखेरि यो अनुहार चाहिँ पुरा खाली चाहिँ एउटा पनि थिएन के यो फेसमा। पुरा एकदम पोतै पोतो मेलाजमाले ढाकेको थियो। यो टेन्सन भन्ने कुरा, स्ट्रेस भन्ने कुराले मान्छेलाई कतिसम्म गर्दो रहेछ भन्ने कुरा मैले त्यहाँबाट मलाई प्रमाणित भयो। आफूले आफूलाई नै भोगेँ होइन, म स्वयंले भोगेँ। अनि जसले तनाव लिनुहुन्छ र मैले पनि लिन्छु भने यदि अझै पनि हुन पनि सक्छ। सबैलाई म के भन्न चाहन्छु भने तनावमुक्त स्ट्रेसमुक्त हौँ, स्वस्थ बनाऊँ, मस्त रहौँ होइन, व्यस्त रहौँ भन्न चाहन्छु। अनि खुसी रहौँ, सुखी रहौँ, यही छ मेरो व्यक्तिगत तर्फबाट सम्पूर्ण युट्युब फ्यामिलीहरूलाई होइन भन्न चाहन्छु। आजको मकैमा मल लगाएको भिडियो कस्तो भयो कमेन्ट गर्नु होला है गाइजहरू। कमेन्ट गर्न चाहिँ नभुल्नु होला। अनि मेरो च्यानललाई यदि सब्सक्राइब गर्नुभएको छैन भने प्लिज 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 सब्सक्राइब गरिदिनु होला, लाइक पनि गरिदिनु होला, अनि सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। सबैले आफ्नो आफन्त साथीभाइ नातेदार इष्टमित्र सबैलाई सेयर गरिदिनु होला मेरो च्यानललाई। अनि मलाई चाहिँ छिटो छिटो अगाडि बढ्ने चाहिँ हौसला ऊर्जा दिनु होला हजुरहरूले। ताकि तपाईँहरूले सब्सक्राइब गरिदिनु भयो भने, लाइक कमेन्ट सेयर गरिदिनु भयो भने म अगाडि बढ्ने मौका पाउँदछु भन्ने मलाई लागेको छ। अनि हजुरहरूलाई आज सबै मकैमा चाहिँ मल लगाएको मैले देखाउन सकिनँ नि त, किनभने भिडियो लामो हुन्छ। सो त्यही भएर मकैहरू यिनै हुन्।
हजुरहरूलाई अस्तिदेखि नै मैले देखाएकै हो होइन। तलसम्म लगाएँ, अघि पनि मैले भनिसकेँ, लगाइसकेँ, अब आजै लगाइसकेँ। अनि तल 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 चाहिँ सानीमा सासूहरूको, काका ससुराहरूको मैले अस्ति पनि भने होला सायदै। अनि यहाँ पर हाम्रो यो पर छ नि ढुङ्गाको ओडारदेखि यतापट्टि, त्यहाँदेखि यता हाम्रो उता चाहिँ छिमेकीहरूको। अनि ल त आजको यस्तै भयो होइन। हजुरहरूलाई के कस्तो लाग्यो? गाउँघरको त यस्तै हो। अब हजुरहरूलाई मैले देखाउन सक्ने होइन, दिन सक्ने, पस्कन सक्ने चिजहरू त म सो विषयवस्तुमा हजुरहरूलाई भिडियो बनाएर, भिडियो खिचेर होइन युट्युब मार्फत देखाउने नै छु भन्न चाहन्छु। अनि मलाई धेरै धेरै आशीर्वाद दिनुहोला है त गाइजहरू। ल हेर्नुहोस् है मैले कसरी यहाँ, ल हेर्नुहोस् है माथि 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 यो हेर्नुहोस्, अर्कै एङ्गलबाट खिचिरहेकी छु। हेर्नुहोस् धान चामर, म चाहिँ धान चामर भन्छु होइन। ल हेर्नुहोस् सबै आइसकेको छ, हेर्नुहोस्। अनि रात पनि पर्यो, अब चाहिँ म बिदावारी हुन चाहन्छु गाइजहरू। मैले यो मोबाइल पनि खेतमै छाडेकी थिएँ नि त अघि, घरमा नगई खेतबाटै भिडियो अन्त्य गर्दैछु आजको गाइजहरू। फेरि वान्स अगेन लाइक, कमेन्ट, सेयर, सब्सक्राइब है त दर्शकवृन्दहरू, गाइजहरू, मान्यजनहरू, साथीभाइहरू, इष्टमित्रहरू। बाई बाई, शुभ सन्ध्या। सी यू नेक्स्ट ब्लग। बाई बाई, शुभ सन्ध्या।